वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
नमो पंचते परिवारानां पताये नमो नमः उषगिरे गिरिजराय कुलजानां पताये नमो नमः इगुमंतो तन्नैवे सबो नमः तन्नैवे प्रकृयानेवे सबो नमो नमः आय छत्वे सबो नमो नमः नमो विशिज सिद्धिगंधाय च कपर्दिने च नमः विशुद्धसाय च सहस्राय च अब उ यहाँ है त यसो खप्यालिन्छ बिस्तारै कलस लड्छ फेरि यसमा है भेट्ने यसमा हो बाँकै हातबाट राख्नु नजिक भएको कारणले बिस्तारै खाली लड्छ त्यही पैसालाई त्यही यहाँ सर घुम्नु भयो यहाँ सर घुम्नु भयो क्या एक मुठी घुम्ने फेरि ओम ईश्वरो वरदो नित्यं दीर्घगामी त्रिशूलधरे दक्षमस्ति भूमि सुधो किन्नु छेउमा हर महादेव शम्भो कैलाशपति उमा महेश्वराभ्याम टीका लगाइदिनुहोस् तल आदि भयो आदिभन्दा बढी भयो अब बाँकी बोल्नु हजुर नारायण अब यो ओम साम सदा शिवाय दुध पनि है ढाकिदिनु माथि पहेँलो चप्पै माथिबाट सदा शिवा शिवोम 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 हरि मनैमा चरी बनी उडो उडो लाग्छ मनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा ए कहिले हामी पुग्ने होला वृन्दावनैमा चरी बनी उडो उडो लाग्छ मनैमा चरी बनी उडो उडो लाग्छ मनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा ए कहिले हामी पुग्ने होला वृन्दावनैमा
ग्वालाको सम्झना मनमा हो गाई बाछालाई चराउँदै वनमा गोपी ग्वालाको सम्झना मनमा राधा कृष्ण नाम जपौँ सदा मनैमा राधा कृष्ण नाम जपौँ सदा मनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा बम्सी छ हातमा हो राधा रुक्मिणी कृष्णको साथमा शिरमा मुकुट छ बम्सी छ हातमा मधुर मधुर बम्सी बज्यो मधुबनैमा मधुर मधुर बम्सी बज्यो मधुबनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा श्याम नाम जपौँ सदा मनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा चरी बनी उडु उडु लाग्छ मनैमा चरी बनी उडु उडु लाग्छ मनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा आहा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा कहिले हामी पुग्ने होला वृन्दावनैमा शुद्ध फेरि शुद्ध जल आपस्मान सकलम को जपरे भ्रातम तुलसी देवे नमो नमः अल्प कलन पाइन जौतिल चढाउन पाइन्छ अभिषेकम मस्तु श्री तुलसी देवे नमो नमः एकचोटी देवे नमो नमः लाभ नबर्न सकते एकचोटी फेरि अर्कोचोटि माटाको कलश भयो नि हुन्छ जल चढाउनु पानी चढाउनु दही चढाउनु पञ्चामृत दामोदर मन्द हो कि विवाह हुने बिहे गर्ने बेलामा एउटा यही छ आसमानी फल हो त्यो पनि
बोकेर घुमाइदिनु रे एकचोटि बुवाले गाह्रो हुन्छ बोलिँदैन सुषमा बुढेसी सत्य सनातन धर्मको सम्पूर्ण भक्तजनहरूको आजको आनन्दको
गाईको छोप बनाएर देखाइदिनु मत्स्य मुद्रा अमृत मुद्रा माछा बनाएर देखाइदिनु ल सूर्यलाई अर्घ दिनु पर्यो फेरि त्यही एउटा पात खालको हिजो जस्तै गरेर सूर्यनारायणलाई हेरेर अगाडि कुरो गर्नु पर्यो ल त्यो अर्घ त्यहाँ ठाउँमा यसो पूजा गरिदिनु टपरीमा राख्नु न त्यसरी हातमा नराख्नु टपरी यहाँ छ टपरी छ फुल छिटा जौतिर बोल्नु एकै ठाउँमा ल सबैको नाम सम्झिनु है नाम सम्झेर अम मम भन्नु है यहाँ छ माला दाइ सबैले एउटा दिनु यो मात्रै है प्रभु भाइहरू आउ टिका लाउनु एकचोटि सोधौ न घुमाएर पूर्विया हुँदै होइन काँचो र पाक्दै हुँदै है बाबा किन्नु पर्यो दिदी बहिनी पनि चाहियो गोबर सुनेर अनि जानु फुलपाती लिएर ल यहाँनिर बस्नु पर्यो सबैजना फुलपाती लिएर हात जोडेर बस्नुपर्छ हजुर पढ्नेले पढ्ने हजुर वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः कस्तूरी तिलकं ललाटपटले वक्षस्थले सर्वांगे हरिचन्दनं सुललितं कण्ठे असन्न्यस्तनतापवर्गमखिलोद्धारं किशोराकृतिं कृष्णाय वासुदेवाय हरे यत्सूरया तेजोवारिमृदां यथा विनिमयो यत्र तिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तको सबैले भन्नु सत्यं परं धीमहि ओम नमो भगवते वासुदेवाय धर्मः प्रोचित कैतवोऽत्र परमो निर्मत्सराणं सता कृते किं वा परैरीश्वर सद्योरिद्यवरो दुतेऽत्र कृतवे शुश्रूषुवे तत्क्षणाद् निगमकल्पतरुर्गलितं सत्रं स्वर्गाय लोकाय शास्त्र संवासः त एकदात् मुनया प्रातुर्हुतौदाग्नय सत्कीर्तं सुतमासीनं मन्दः सुमन्दमतयो मन्दभाग्यवतद्रुवा भूरिणी भूरि कर्मा शुश्रूषवाणं यस्य गणनुवर्वति यस्यावतार भूतानं क्षमाय च भवाय च सद्य पुनः तदुत्पृष्टा शस्त्रन्यापो सेवया कौवा भगवता तस्य पुण्यश्लोकढकर्मणा शुद्धिकामो न शृणुयाद्यस्य कलिमलापहं तस्य कर्मानुदाराणि परिगीतानि सूरिभिः बृहिन्न श्रद्धानानां लीलाय ददधा कलाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः लक्ष्मीनारायण भगवान को आदरणीय लक्ष्मीज्यूका सपत्र
देवतासँग आशीर्वाद लिएर प्रधान आचार्य गुरु लगायत विशिष्ट गुरुहरू र वेद उपनिषद पुराण धर्मग्रन्थ नीति ग्रन्थ समाज ग्रन्थ घुमाइदिनुहोस् है 83,999 सम्म हामीले जीवनमा के गर्यौँ के गरेनौँ के थाहा हामीलाई भएन न हाम्रो इतिहास न वैभव रह्यो न दान पुण्य गरेको भगवानमा साक्षात्कार गरेर ईश्वरकै रूपमा हजुर स्थापित हुनुहुन्छ हजुरहरूले गरेको यो कार्य गुरुवचनद्वारा वेद वचन शास्त्र वचन र समस्त जीवनबाट मुक्ति प्राप्त यहाँहरूका सम्पूर्ण उपस्थित आमन्त्रित निम्तालु सहयोगी छिमेकी बन्धु बान्धव आदि महाकाली महालक्ष्मी लगायत 33 कोटी देवताका प्रतिमूर्ति रूपी गुरुहरू यहाँ उपस्थित हुनुहुन्छ पूजित गरेर भावको अगाडि भगवानको अगाडि साक्षात्कार कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउला हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउला हे कृष्ण कसरी बन्सीले त्रिलोकै थर्काइदिन्छौ तपस्वी ज्ञानीको आसन डगाइदिन्छौ कसरी बन्सीले त्रिलोकै थर्काइदिन्छौ परिमला देवेनामा सर्वपुष्ट ज्येष्ठपुत्र सागर कर्मन्ते है यसले कर्म अमृता बिनाका भागमा बाँड्नुहोस् दुईटा तिनटा है तिनतिर ओम शिवनारायण मन्त्र फाल्नु गर्दा ल हात लिइराख्नु न जल फलाउनु भने हो त्यही राख्नु है त हो मन्त्र सगर श्री देह हजुर अलिकति कपाल थोरै कालो यहाँ हाल्नुहुन्छ अब यो साइड योगी र ध्यानीको ध्यानमा पार्छ बाधा बन्सीको महिमा बुझ्दैनौ तिमी राधा योगी र ध्यानीको ध्यानमा पार्छ बाधा हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउला हे कृष्ण बासाका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ बासाका टुक्राको महिमा के पो हुन्छ हामीले सिवाय अरूले कहाँ सुन्छ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउला हे कृष्ण सबको सेखी झार्छ ब्रह्मादि त्रिदेवा मोहित यसले पार्छ
झार्छ ब्रह्मदेव त्रिदेवा मोहित यसले पार्छ हे कृष्ण स्वाहा गोविन्दाय नमः स्वाहा त्यसलाई गोविन्दाय एकचोटि तीनचोटि तैले हात्य देह मत्कल्य गोत्र तस्कर नाम सागर सर्वण सह उपखण्ड दुग्ध मिश्रित जलधारं तथा सूर्यादि सहितं नवग्रह पूर्ण कामतं परिपूर्णता सम्झिने गायत्री गर्न सम्झिने हुन्छ लक्ष्मी ल्याउनु पर्छ झोली खोइएको एकातिर चाहिँ चिउरा भर्नुहोस् दोस्रो पटकको मासमा अङ्ग र माया चञ्चडा अपाजन हे प्यारी यसैले गोपिनी डाकी ल्याउँछ जसले यो सुन्छ तुरुन्त यहाँ आउँछ हे प्यारी यसैले गोपिनी डाकी ल्याउँछ जसले यो सुन्छ तुरुन्त यहाँ आउँछ हे कृष्ण मलाई मिठो बन्सी सुनाइदेऊ न तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला तिमीलाई मात्रै होइन त्रिलोकै थर्काइदिउँला ओम वरुणाय स्वाहा वरुणाय नमः हाले वाले कलश भित्र हाल दुधले भरि होइन त्यसलाई पूजा गर्नु महेश्वराय नमः यहाँ गर्छ यहाँ त्यसैमा यहाँ गर्छ यहाँ त्यस्तो यहाँ कलशमा घिउले भर्ने थोरै घिउ हाल्छ त्यहाँ कलशमा कलशमा अब त्यसपछि पञ्चमा कलशमा यतापट्टि महले भर्ने थोरै मह ल्याएर हाल्नुहोस् त्यहाँ यहाँ त्यस्तो यावत पूजा गर्नुपर्छ अब वरुणको पूजा गर्छ वरुण हो वरुण यहाँ गर्छ यहाँ त्यस्तो यावत पूजा गर्छ हम तस्माखाना बेत्रम फेरि अष्टकला सन्दा है गुरुले भनेको मान्नुपर्छ गुरुलाई माया गर्नुपर्छ जगत हिताय कृष्णाय मान्छु तपाईँले दिएको शिक्षा ग्रहण गर्छु
मेरा जीव पितृ वंशहरूको रक्षा गर्नुहोस्। यहाँलाई दौलत विद्या बुद्धि कला कौशल ज्ञान मेरो यजमानको कुनै चिज न हो ईश्वरीय आमा माता म शम्भु ल कर्ताहरू को छ खै त्यो राम्री नराम्री भनेर सबैलाई तिनटाको अनुमति पाइसकेपछि हरियो यसरी समाधान मेलो मिलाएर बस्नु है ककटेल नबस्नु त्यही बस्नु त्यही आउनु चाहिँ यता नआउनु गरेर है एकपल्ट गरेर फेरि आउँछौँ है त है ल फेरि आउँछौँ है लाग्छमा एकचोटि गरेर है फेरि आउँछौँ तीनचोटि गरेर है त तीनचोटि गरेर फेरि आउँछौँ एकचोटि हो भिक्षा माग्दै हिँडेछन् ल भने बाबु मोटाउनु बनाउनु पर्दैन धनी बनाउनु अहिले पानी खुवाउनु खातो दुध पनि ल्याउनु गाह्रै छ सुभाषी भन्नु पुत्र तिमी सदाचारमा बस हुनु राख्नु सातौँ पुस्तासम्मलाई भनेर आशिष दिनु ल हजुरले आशिष दिनुहुन्छ भगवानलाई सम्झिएर फुल चढाए मैले दियो बाले बत्ती घुमाए गणेशजीलाई पहिले
लैजाऊ भगवान म पनि तिम्रै भक्त हो 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 हे भक्त हो हरि रुद्राक्षको माला जप्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न थाले नछोडी एउटालाई लैजाऊ भगवान म पनि तिम्रो सन्तान हो लैजाऊ भगवान म पनि तिम्रै 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 सन्तान हो सन्तान हो हरि हे 33 कोटी देवी देवता सबको शरण परे शिर निहुराए हात पछि राखी साष्टाङ्ग दण्डवत गरे हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे देव देवताको वास जान्छु न म पनि कैलाश हे कैलाश शङ्ख बजाए घण्टा बजाए देउता खुसी पार्न चञ्चल हुने यो मनलाई उनकै अधीन पार्न जान्छु न वृन्दावनमा चञ्चल भयो यो मन 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 हे बर पिपल र शमीको पात चढाएपछि त आस्था के हो धर्म के हो म सुशुभो म सीत एकचोटि देवघाटैमा नगई म त छोडिन 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 हरे बोलो श्री देवघाट धामको जय हे कहिले पुछु राम्रोसित कहिले पुछु नाग सब देउतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया लाग्छु मन नगर न दोमान हे भैया लाग्छु मन नगर न दोमान हे भैया लाग्छु मन नगर न दोमान हे भैया लाग्छु राधिकाको गुणगान गाउने बानी लुकी लुकी वृन्दावनमा भेट हुन जाने हे लायो राधा रानी कृष्णजीलाई मोहानी 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 हे मोहानी हे गाई चराउन जानी न्युमा माया पिरिम लाउने मजेरीको ठेकी लुकाई दही खाएर आउने हे के हो कृष्ण बाला गोलेनीको यो चाल 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 हरि हरि हे सेती नाग सुनौली ना काली नागको भक्ति दिएका छन् नाग देवताले ब्रह्माण्डलाई शक्ति शिवको गलैमा नागको माला सलाला हे 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 शिवको
जान्छु कहिले कहिले मुक्तिनाथ शिरमा परोस् भनिकन देवदेउताको हात हे काली बनारस नगई माता छोडिन हे काली बनारस नगई माता छोडिन हे काली बनारस नगई माता छोडिन हे काली बनारस नगई माता छोडिन। निरञ्जन निराकार है बा एकदम वैकुण्ठमा उहाँ जाँदा कुनै चिजको कमी नहोस् हामी नाम सम्झेर बाबा अर्को त्यो त केही भन्यौ नि फोटो सुटिङमा बस भइगयो अगायो टन्न भयो बुवा एउटा ट्रपरी पाएछ चन्दन अक्षर डराउँछ पछाडि यता लाठीले हान्छ फेरि थालीबाट अब पूजा गर्ने गाईलाई यो सामान ल म ल्याउँछु खानेकुरा नि ठाउँ तल पुछालमा पहेँलो लगाइदिनु राम्रो दलिदिनु गाईलाई पुछालमा टाउकोमा खुट्टामा ढालमा नालीमा यहाँ छोएर बस्नुपर्छ पुछारमा मजासित पुलक प्रसाद लामा धरतीमा त योभन्दा ठुलो सौभाग्य अरू के छ र यो धरती लोकमा तिमीले आज सबैको पुण्य आइसक्यो गरे हो कि वर्षाको के कतिको हुर्रा गर्छ भनेर त्यो जलको धारा दाहिने घुम्नुबाट सोही यहाँ 3 चोटि यानी कानी छ बाबा श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवं वासुदेवं भजा ओम वासुदेवं भजा वासुदेवं भजा ओम वासुदेवं भजा भज वासुदेव भज वासुदेव भज वासुदेव भज वासुदेव कृष्ण वासुदेवाय हर परमात्मा प्रेत कृष्णाय गोविन्दाय नमो नमः।
बाजे गए वर्षौँ गए बिते जेजो गए बाजे गए वर्षौँ गए बिते आमा गइन् बाबा गए के आउँदैन चिठी कहाँ जाने हो थाहा छैन नगइनी भाषा छैन कहाँ जाने हो थाहा छैन नगइनी भाषा छैन कहाँ जाने हो थाहा छैन नगइनी भाषा छैन कहाँ जाने हो थाहा छैन हे भगवान नगइनी भाषा छैन कहाँ जाने हो थाहा छैन 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 हरि व्यर्थै किन रिसारागा भैरव भाव गर्ने व्यर्थै किन रिसारागा भैरव भाव गर्ने एक दिन त हामी सबै होला नि त मर्ने झर्छ जीवन फुलसारी झर्छ जीवन फुलसारी झर्छ जीवन फुलसारी झर्छ जीवन फुलसारी हे भगवान झर्छ जीवन फुलसारी मेसामिदा मग्ने त्यही चरा तीनचोटि भागा गरेर हाल्ने ओम एकचोटि ओम स्वाहा सबै हाल्नु दाहिने कालिका देवीको माताको यसो जय
आउँछ है आउँछ नआत्तिनुहोस् है भगवान्ले मात्र गर्छ एक पुरुष छैन रानी मेला बसेको जान्छ किलो लगा देगा अब जगेन्द्र को जान्छ शान्ति सबै सबै त्यो शान्ति लाग्ने गर्ने त्यो जल हाल्ने समय गाडी दान गरिसकेको कुसादेखि पनि जाँदा कसले हातमा लिएको छ दुवैजना पूर्व जीवनमा 84 गर्दा गर्ने कार्यहरू सम्पूर्ण गर्यो दम्पति सहित भएर सपरिवार सहित देव शान्ति रङ्गल शान्ति शान्ति सत्याय सगुणाय महात्मने व्यक्ता समर्पित भगवानहरू अर्घलाई घोप्याएर पूजा गर्ने फेरि जल राखिदिनु जगतका स्वदेश विदेशमा रहने परिवार सहित भएर गरिएको यो कार्य यो हाम्रो सदिच्छा सत्यमै सतत आयु होस् भन्ने कामना गर्दै समस्त उचित सेवा प्राप्ति गर्दै बुवालाई केही पहिल्यै दिन पाउनुहुन्छ बस्ने खारा नै घस्ने कैलाशमा बस्ने खारा नै घस्ने डमरू बजाउने नीलो छ गला सर्पको माला नीलो छ गला सर्पको माला क्या राम्रो सुहाउने क्या राम्रो सुहाउने झट्ट झट्ट कोरा नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट झट्ट कोरा नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा
साथमा नन्दी शिरमा गङ्गा साथमा नन्दी शिरमा गङ्गा साथमा नन्दी शिरमा गङ्गा गणेशजीका खैमा गणेशजीका खैमा तिम्रो त्यो रूप अति नै राम्रो तिम्रो त्यो रूप अति नै राम्रो कैलाशको पाखैमा कैलाशको पाखैमा झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा कम्मरमा तिम्रो बाघाको छाला कम्मरमा तिम्रो बाघाको छाला कम्मरमा तिम्रो बाघाको छाला कम्मरमा तिम्रो बाघाको छाला क्या राम्रो सुहाउने क्या राम्रो सुहाउने नागाको माला गलामा लाई नागाको माला गलामा लाई जगतै भुल्याउने जगतै भुल्याउने झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा शङ्कर हुँदानी दयाका खानी शङ्कर हुँदानी दयाका खानी शङ्कर हुँदानी दयाका खानी शङ्कर हुँदानी दयाका खानी ल्याउन शरणमा ल्याउन शरणमा भुलेर आयो जगत सारा भुलेर आयो जगत सारा प्रभुका चरणमा प्रभुका चरणमा झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट झट्ट कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा कैलाशमा बस्ने खरानी घस्ने कैलाशमा बस्ने खरानी घस्ने डमरू बजाउने डमरू बजाउने नीलो छ गाला सर्पको माला नीलो छ गाला सर्पको माला क्या राम्रो सुहाउने
क्या राम्रो सुहाउने झट्ट जटा कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट जटा कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट जटा कोर नलौ शङ्करजी नन्दी चढी जाउन कैलाशमा झट्ट जटा कोर नलौ शङ्करजी धेरै बोलेको मैले अलिक कम जाने कुल छैन हो बुवा मलाई भन्नु है हेर्न पाए कति कल्याण पाती लगाइदिनु माताजी हजुर कृपा गर्नु यसपालि त्यो टपर यहाँ ल्याउ त भिनालले फेरि काम हरायो भनौली अक्षतालाई अलिकति परिमार हुनुमा त्यस्तै आयो त टोपी तान्दिन्छ सानो टोपी तल भुइँ सब खाइदिइहाल्नु हामी जस्तै हुनुहुन्छ तपाईँ यसो उताबाट चाहिँ घुमेर आउनु त प्रसाद खानुहोस् पहिला कहिले मलाई त नोकेको है यसको काम हो नि तपाईँ यता आउनु भन्नु भएको मैले भक्तजनहरूलाई यस्तो प्रसाद कहाँ पाएँ तपाईँलाई सम्झना रहिरहन्छ हुन्छ कि आइसक्यो ओम नमः शिवाय ओम नमो नमः ओम नमः शिवाय ओम नमो नमः जमला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर भगवानजी की जमला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जमला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी
लेख्दिन सफल हुन्छ एक दिन भगवानजी की धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन झलमला पार्देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान भगवानजी की झलमला पार्देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान 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 खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर भगवानजी की खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि काछो नरिवल किनेर आइयो मन्दिर हिँडेर प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम भगवानजी की प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम प्रभु भोलेनाथलाई फुल चढाम कि पात चढाम ढोकाराम कि हात जोडम लाखै बत्ती हेर तिलको तेलमा मलेका कति राम्रा बलेका भगवानजी की लाखै बत्ती हेर
कसैमा आहै उन्नै शिवको शिवको हुँदैन भोले भजन गाउनलाई हरे राम 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 मलाई नि अहिलेसम्म कसैले बोक्नु परेको छैन है बुवा अनि बल्ल फोटो हुने लास्ट मदन गोपाल छोटी छोटी गैया छोटी छोटी बाल छोटी छोटी गैया छोटी छोटी बाल छोटो राम भजनमा लाग्यो मेरो मन राम भजन नमस्कार पूजा गर्ने आमा बुवा दुवैले गाईले पनि गरिदिनु गणेशजी हजुरको आशीर्वाद श्रीवृद्धि सधैँ रहोस् अनि हस् ल बा आमालाई त ल्याउनु पैसा चलाउनु पर्छ भगवान्लाई भेटी रामं रमेशं भजे रामेण भेतानि साथं समो रामाय तस्मै नमः रामानास्ति परायणं यो समाउनु पर्यो ल बाबु जति समाउ बुवा आमालाई देऊ अलिकति आमा बुवा आमा यसो हल्लाइ सबै लगेर चरणमा राखिदिनु आशीर्वाद दिनु छ त्यहाँ धेरै गाह्रो हुन्छ दर्शन गर्नुभयो हनुमानमा यसो घुमेर लाखै बत्ती हेर दिलको तेलमा मलेका
वर्ष वनमा सधैँ हाम्रो मनमा भगवानजी की बस्नु भयो राम 14 वर्ष वनमा सधैँ हाम्रो मनमा बस्नु भयो राम 14 वर्ष वनमा सधैँ हाम्रो मनमा बस्नु भयो राम 14 वर्ष वनमा सधैँ चन्द्रमाको दर्शन गरी नमस्कार भयो चन्द्रमालाई जय हो माता सन्तानको जय जिल्लावासीको जय राष्ट्रवासीको जय विश्ववासीको जय धर्मको जय हिन्दू धर्मको जय राजनाथको जय कार्यक्रम समापन भएको भोगा लगाएर प्रसाद खा बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ जपे जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीर बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न देव घाट जाऊ दर्शन गर्न देव शंकर बसेका कालीगंगा तीरैमा शंकर बसेका शिरमा छन् चन्द्र र भस्म खसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती भेडी जाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न सेती बेडी जाऊ दर्शन गर्न सेती बेडी जाऊ विषपान गरेर सृष्टि बचाए विषपान गरेर सृष्टि बचाए दुष्ट र पापीलाई दिन्छन् सजाए डमरू बजाएर नृत्य गरेका असंख्य भक्तहरू शरण परेका बम 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 हे शंकर